हेलो गाइस हामी चाहिँ माकुरी भन्ज्याङ ए सरी के भन्ज्याङ रे लाकुरी हो गुड लाकुरी सरी माई मिस्टेक यो लाकुरी भन्ज्याङ काठमाडौँ ललितपुरबाट एकदमै नजिक जम्मा 18 किलोमिटर मात्र डिस्टेन्स भएको एकदमै हरियो हराभरा र रमणीय स्थल। लुबु लामाटारको बाटो हुँदै जम्मा 15 देखि 20 मिनेटको राइडमा ठ्याक्कै यहाँ आइपुगिन्छ। बनेपा जाने बाटो हुँदै पक्की बाटो सकिएपछि थोरै अफरोड जानुपर्छ तर एकदमै सजिलो छ। हामी चाहिँ नि आज टक्क लाकुरी भन्ज्याङमा बिहान उठेर काममा जान ठिक परेको मान्छे काममा जान क्यान्सल गरेर लाकुरी भन्ज्याङतिर हिँड्यौँ। त्यसपछि गाउँको जस्तै हरियाली वातावरण घुम्न पाइहाल्छ। हेलो 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 ल 2 शब्द जाओस् त सर 2 शब्द जाओस् न हाम्रो आजको ट्रिपको बारेमा। के रे यो ट्रिपको नाम हो लाकुरी गङ्गान अनि यता धेरै खाना छन् के रे जस्तै रुख खानाहरूको छन्। यहाँ धेरै राम्रो ठाउँ रहेछ यहाँ घुम्न आउनु होला खाना बनाएर लिएर। तपाईको 2 शब्द जाओस् सर ल हामी लाकुरी भन्ज्याङ लाकुरी भन्ज्याङ हो न ए लाकुरी भन्ज्याङमा भन्ज्याङ हैन भन्ज्याङ दुईटा पसल रहेछ। झट्ट ड्रोनबाट हेर्दाखेरि चाहिँ ठ्याक्कै पाठेघरको जस्तै सेपमा देखिँदो रहेछ यो लाकुरी भन्ज्याङको डाँडा। तर आधिकारिक रूपमा उद्घाटन चाहिँ भइसकेको रहेनछ। यो दृश्य देख्दा यस्तो लाग्छ काठमाडौँ उपत्यका नजिकै कतै प्रकृतिमा हराउन मन लाग्यो अथवा हरियाली वातावरणसँग खेल्न मन लाग्यो भने चाहिँ यहीँ आउँदा एकदमै उपयुक्त हुन्छ जस्तो लाग्छ मलाई। आज थोरै हुस्सु लागेको भएर होला प्रष्टसँग देखिएन, नत्र ललितपुर र काठमाडौँ र विशेष गरी एयरपोर्ट पनि प्रष्टसँग देख्न सकिँदो रहेछ यहाँबाट। ड्रोनबाट हेर्दा लाकुरी भन्ज्याङको डाँडा यस्तो देखिँदो रहेछ र त्यहाँभन्दा पछाडिको अरू डाँडाहरू पनि एकदमै सुन्दर तरिकाले यसरी देखिँदो रहेछ। यहाँदेखि नजिकै फुलचोकी डाँडा पनि छ भन्ने मैले सुनेको थिएँ तर कुन चाहिँ डाँडा हो भनेर मैले पत्ता लगाउन सकिनँ। र भिडियोहरू चाहिँ मैले नै अपलोड गरिदिएको छु कलर ग्रेड नगरिकन। योभन्दा अझै सुन्दर तपाईँले त्यहाँ गएर हेर्नुभयो भने अझै सुन्दर पाउनुहुनेछ, साँच्चै रिग्रेट गर्नुहुने छैन। र हाम्रो यो भिजिट पनि साँच्चै नै वर्थ इट भयो। थ्याङ्क यू फर वाचिङ। नेक्स्ट भिडियोको लागि सब्सक्राइब गर्नुहोला। दुई शब्द अरू केही छ भन्ने के छ भन्नुपर्ने यो जना बनाएर घुम्नु आएर म्याडमको जाओस् न त केही हामी जाओस् न 2 शब्द। यो लाकुरी भन्ज्याङ हो, यहाँ सबैजना घुम्न आउनु होला। यो धेरै राम्रो रमाइलो दृश्य रहेछ। यहाँ आउँदाखेरि स्वर्गमै गएको जस्तो हुन्छ। स्वर्गमा त खासै गएको छैन, त्यही त गएको त छैन तर त्यस्तो भन्दाखेरि मान्छेलाई स्वर्ग भन्ने बित्तिकै राम्रो हुन्छ नि त्यस्तै यो ठाउँ पनि घुम्न लागि धेरै राम्रो रहेछ। रोम रोम भाइयो चट्टी फाड्ने दूरले बोलो चट्टी भाइयो चट्टी फाड्ने